नमस्कार, मेरो नाम भानु हो। आज म नेपालको वर्तमान अवस्थाबारे केही कुरा गर्न गइरहेको छु अनि त्यससँग जडिएको राजनीतिक यथार्थबारे पनि। आजको नेपाल एकातिर सम्भावनाले भरिएको छ, अर्कोतिर चुनौतीले घेरिएको छ। आर्थिक अवस्था हेर्ने हो भने महँगाई बढ्दो छ, युवा रोजगारीको खोजीमा विदेशिन बाध्य छन्। रेमिटान्सले अर्थतन्त्र धानेको छ, तर दीर्घकालीन उत्पादन र उद्योग विस्तार कमजोर देखिन्छ। शिक्षा स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास पनि गुणस्तर र पहुँचसम्म अझै असमानता छ। अर्कोतिर स्थानीय तहहरूले केही सकारात्मक काम पनि गरेका छन्। सङ्घीय संरचनाको अधिकार तल्लो तहसम्म पुगेको छ, तर कार्यान्वयनमा समन्वयको अभाव र स्रोतको व्यवस्थापनको चुनौती बनेर बसेको छ। अब कुरा गरौँ राजनीतितर्फ। देशको प्रमुख राजनीतिक दलहरू नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र पछिल्लो समय उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी सबै आफ्नो दृष्टिकोणसहित अघि बढिरहेका छन्। तर राजनीतिक अस्थिरता अझै प्रमुख समस्या बनेर बसेको छ। सरकार गठन विघटन चक्रले नीतिगत निरन्तरता कमजोर बनाएको छ। जनताको ध्यान विकासभन्दा सत्ता समीकरणको बढी केन्द्रमा केन्द्रित भएको अनुभव हुन्छ। आज जनताको मुख्य अपेक्षा के हो? स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण, रोजगार सिर्जना र सुशासन। राजनीतिक भनेको केवल सत्ता प्राप्ति मात्र होइन, यो नीति निर्माण, देश सञ्चालनको जिम्मेवारीको एक पक्ष पनि हो। यदि आर्थिक सुधारलाई प्राथमिकता दिएन भने युवा पलायन रोकिने छैन। यदि सुशासन बलियो भएन भने जनताको भरोसा फर्किने छैन। तर आशा अझै बाँकी छ। नेपालमा युवा जनशक्ति छ, प्राकृतिक स्रोत छ, पर्यटन, कृषि, जल विद्युत जस्ता क्षेत्रमा ठुलो सम्भावना अझै बाँकी छ। अब आवश्यकता के हो भने राजनीतिक दलहरूले दीर्घकालीन सोच राख्नु, नीतिमा निरन्तरता दिनु र जनताको विश्वास जित्ने गरी काम गर्नु। अन्ततः देशको अवस्था सुधार्न केवल नेता मात्र होइन, सचेत नागरिकको पनि आवश्यकता छ। हामीले प्रश्न सोध्नुपर्छ, हामीले जिम्मेवार मतदान गर्नुपर्छ, हामीले सकारात्मक परिवर्तनको साथ दिनुपर्छ। म भानु आज यति नै भन्छु। नेपालमा चुनौती छ, तर सम्भावना पनि उत्तिकै छ। धन्यवाद। तपाईलाई कस्तो लाग्छ? तपाईको विचार के छ? कमेन्ट बक्समा अवश्य लेख्नुहोला। अर्को भिडियोमा भेट होला। हस्त नमस्ते।